नमस्ते अन्यहास्यो म कोरियन भाषा प्रशिक्षक अभिलाष चौधरी। यति बेला तपाईँ चाहिँ अभिलाष चौधरी युट्युब च्यानल मार्फतबाट प्रत्यक्ष रूपमा मैले हेरिराख्नु भएको छ। ल आज चाहिँ हामी पढ्ने के हो च्याप्टर 2 ठीक छ। न्यू बुकको च्याप्टर 2 आज हामी चाहिँ पढ्ने हो। अनि एउटा कुरा के तपाईँ चाहिँ च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि धेरै चाहिँ थुप्रै सल्लाह सुझावहरू पनि राखिदिनु होला हार्दिक अनुरोध गर्दछु। केही त्रुटि बोल्दा बोल्दै केही त्रुटि भएमा यहाँको लागि क्षमायाची छु। ल आजको भिडियो चाहिँ अब हामी विषय वस्तुहरूतिर लागौँ ठीक छ। आज हामी चाहिँ पढ्ने च्याप्टर 2 त्यही भएर ल यो हाम्रो च्याप्टर 2 अति चाहिँ हामी हांगुगे इन्साइजर पढे थे च्याप्टर 1। आज चाहिँ पढ्ने के हो च्याप्टर 2 मा सेंगवालियङफुम भन्दाखेरि चाहिँ जीवनयापनको लागि आवश्यक सरसामग्रीहरू सामानहरू ठीक छ। सेंगवालियङफुम त्यस्तै अब यहाँनिर के लेखेछ इगन मय हो। यो दुई केटीहरूको बीच माझमा केही कुरा भइरहेछ। यसले चाहिँ के सोध्नुभयो यहाँले इगन मय हो यो चाहिँ के हो इगन मय हो यो के हो। अनि उहाँको चाहिँ फेरि सिगे हो घडी हो त्यही सोद्धाखेरि यो के हो यसले भनेको घडी हो ठीक छ। अनि त्यस्तै मुनबब भनेको ग्रामर व्याकरण। ग्रामरमा के छ ए हो अनि एउटा चाहिँ ए हो भन्दाखेरि चाहिँ हो ए हो अनि ए हो डट हो बेस्टीको पछाडि लाग्छ। अनि त्यस्तै इग आनियो डट हैन इग आनियो डट हैन इग आनियो डट हैन ठीक छ। अनि फेरि अवयमा के छ अवय भनेको शब्दावली शब्द भण्डार। सामुसिल मूलगन कार्यालयको सामग्री अथवा सामान। सेंगमालियङफुम घरायसी जीवनका उपयोगी सामानहरू ठीक छ दैनिक जीवनमा उपयोग हुने महत्वपूर्ण सामानहरू। अनि मुनमावा छाङ्गोमा के छ भने सांस्कृतिक जानकारीमा हांगुगे सा हल्तु लागे सेंगफिल फुमुल खुइ फानुन थिप। कोरियामा चाहिँ सस्तो गरी खरिद गर्ने दैनिक जीवनका उपयोगी सामानहरू खरिद गर्ने टिप। कोरियामा सस्तो गरी दैनिक जीवनमा चाहिँ उपयोग हुने सामानहरू खरिद गर्ने टिप ठीक छ। अनि हाक्सुक मोक्यो
हाक्सुकमा भनेको सिकाइ उद्देश्य, लर्निङ अब्जेक्टिभ, सिकाइ उद्देश्य। मुल्गने रुमुल मुतको थेदा भालसुइत्ता, समानको चाहिँ नाम सोध्दै जवाब दिन सक्ने वार्तालाप गरी हेर्नुहोस्। यसमा के छ, मुल्गने रुमुल मुतको थेदा भालसुइत्ता, समानको नाम चाहिँ सोध्दै जवाब दिन सक्ने यसको पहिलो उद्देश्य रहेको छ। अनि दोस्रो नम्बरमा चिसिया र मुतको थेदा भालसुइत्ता, निर्देशन अनुसार सोध्दै जवाब दिन सक्ने यसको दोस्रो उद्देश्य रहेको छ। ठिक छ, अगाडि बढौँ। हाम्रा चाहिँ आवै शब्दावली शब्द भण्डारमा के छ, सामुसिले मूलगन। सामुसिले मूलगन भनेको कार्यालयको सामान सामग्री। यसमा के पर्छ, इगत भनेको यो, इगत भनेको यो कुरा, यो चीज चाहिँ। ठीक छ, छगत भनेको उत्यो, छगत भनेको उत्यो, खुगत उत्यो, छगत भनेको त्यो अनि खुगत भनेको उत्यो कुरा। ठीक छ, त्यस्तै हो। अनि मोहत अथवा मुवा, मुवत अथवा मुवा, मोहत भनेको के अनि मुवा भनेको के, वाट। ठीक छ, त्यस्तै यहाँ के सामानहरू राखिदिएको छ ग्राफमा चाहिँ। के छ जस्तो पेन्सिल छ, कटर छ, घडी छ, कम्प्युटर छ, चस्मा छ, क्यालकुलेटर, मोबाइल, क्यालेन्डर, कप, थुप्रै छ। विस्तृत रूपमा के छ भन्दै यहाँ अंक पनि लेखिदिएको छ। के छ, फर्स्ट नम्बरमा यानफिल। यानफिल कहाँ छ, यहाँनिर यानफिल। यानफिल भनेको पेन्सिल, यानफिल एक नम्बर, पेन्सिल, पेन्सिल। ठीक छ, फोल पेन, फोल पेन भनेको डट पेन, कलम, 2 नम्बरमा। अनि त्यस्तै खवी, खवी भनेको कैची अथवा कटर। ठीक छ, यो के हो, खवी, खवी। अनि त्यस्तै खाप, खाप भनेको यो कप। ठीक छ, खाप भनेको यो कप। त्यसै सिगे, सिगे भनेको घडी, घडी चाहिँ यहाँनिर छ, घडी। ठीक छ, त्यस्तै थल्याक, थल्याक भनेको क्यालेन्डर, हाम्रो यो क्यालेन्डर। त्यस्तै कम्प्युटर, कम्प्युटर भनेको कम्प्युटर। ठीक छ, अनि फेरि अन्ग्याङ, अन्ग्याङ भनेको चस्मा। अनि त्यस्तै हृदय फोन, हृदय सनुवा, मोबाइल फोन कहाँ छ, यहाँ मोबाइल फोन। ठीक छ, खेसाङ्गी क्यालकुलेटर। अनि फेरि खप, खप भनेको कप, यो खप भनेको कप। जस्तै खन्गे नुन गदकिरी आङ्गेलास्यो, खन्गे नुन गदकिरी आङ्गेलास्यो, मिल्ने शब्दहरूसँग चाहिँ जोडा मिलाई हेर्नुहोस्। ठीक छ, फर्स्ट नम्बर 1 नम्बरमा के छ, अघि नै भनिसके, कम्प्युटर। के छ 1 नम्बरमा कम्प्युटर, कम्प्युटर। फेरि 2 नम्बरमा फोल फ्यान। ठीक छ, फोल फ्यान। अनि 3 नम्बरको चाहिँ थल्याक, क्यालेन्डर। अनि 4 नम्बरमा अन्ग्याङ भनेको चस्मा। ठीक छ, ल अब फेरि मुन भयो व्याकरण। व्याकरणमा के छ, व्याकरणमा के छ, इएओ अथवा एओ, इएओ अथवा एओ, अघि नै भनिसके, डट डट हो, हो। ठीक छ, इएओ अथवा एओ भनेको हो। के छ हेर्नु फेरि, फाच्छिम छ भने इएओ, फाच्छिम छैन भने एओ। ठीक छ, जस्तै खाबी एओ चाहिँ खप हो, फाच्छिम छैन भने एओ, सिगे एओ, घडी हो। ठीक छ, केही यहाँ उदाहरण पनि दिएको छ। इगन खेसाङ्गी एओ, यो चाहिँ क्यालकुलेटर हो, इगन खेसाङ्गी एओ, यो चाहिँ क्यालकुलेटर हो। फेरि खुगन अन्ग्याङ एओ, उ त्यो चाहिँ चस्मा हो, इगन अन्ग्याङ एओ, उ त्यो चाहिँ चस्मा हो।
अनि फेरि अनुनारा सरामी हो कुन देशको मान्छे हो? अनुनारा सरामी हो कुन देशको मान्छे हो? भेतनाम सरामी हो म चाहिँ भेतनामको मान्छे हो। भेतनाम सरामी हो भेतनामको मान्छे हो। त्यस्तै खुरिमुल फोगो थेवारुल भन्सा घाँसे हो। खुरिमुल फोगो थेवारुल भन्सा घाँसे हो। चित्रलाई हेरेर वार्तालाप गरी हेर्नुहोस्। चित्रलाई हेरेर वार्तालाप पुरा गर्नुहोस्। चाहिँ यहाँ खुरिमुल फोगो थेवारुल भन्सा घाँसे हो। ठीक है, के छ यसमा? इगन ह्युदे फोनी हो, यो चाहिँ ह्युदे फोन हो ने ह्युदे फोनी हो ह्युदे फोनी हो। थेगुक सरामी हो थाइल्यान्डको मान्छे हुनुहुन्छ ने थेगुक सरामी हो। हजुर म चाहिँ थेगुकको मान्छे हुँ। इगन खावी हो, यो चाहिँ कैची हो हानी हो। खथ इ हो, यो चाहिँ कटर हो। फेरि अर्को के छ? यो रिसाए हो, खाना बनाउने व्यक्ति हुनुहुन्छ हानी हो। विसाए हो हैन, डाक्टर हुँ। ठीक छ। खुरिमुल फोगो फोगिवा खाची थेवाए बस्यो। चित्रलाई हेरे जस्तै वार्तालाप गरी हेर्नुहोस्। ठीक छ। यसमा के छ? फोगीमा उदाहरणमा के कुराहरु राखिदिएको छ? इगन मुआयो, यो चाहिँ के हो? खेसाङ्गी हो, क्याल्कुलेटर हो। त्यस्तै इगन फोल्फ्यानी हो, यो चाहिँ इगन फोल्फ्यानी हो, यो चाहिँ पेन हो हैन। ने फोल्फ्यानी हो, हजुर पेन हो। ठीक छ। त्यस्तै अब थेवा भनेको वार्तालाप, कन्भर्सेसन्स। ठीक छ। थेवाइल भनेको यसमा के छ? छारासी, यहाँ चाहिँ दुई व्यक्तिहरूको माझमा केही कुरा भइरहेको छ। छारासी युजिन ठीक छ, दुईजना। के लेखेको छ? युजिन सी इगन म आयो युजिन सी इगन म आयो युजिन सी चाहिँ यो के हो? ठीक छ। थेल्यागी हो, क्यालेन्डर हो। थेल्यागी हो, क्यालेन्डर हो। छगन म आयो, उ त्यो चाहिँ के हो? छगन म आयो, त्यो के हो? छगन सिगे हो, यो चाहिँ घडी हो। छगन सिगे हो, उ त्यो चाहिँ घडी हो। त्यस्तै थेथापी भयो, इगन थेल्यागी हो, यो चाहिँ क्यालेन्डर हो। ठीक छ। ने थेल्यागी हो, क्यालेन्डर हो। छगन म आयो के हो? मैले सोध्नु पर्ने कुरा के थियो? सिगे हो, उ त्यो के हो? सिगे हो। छगन सिगे हो। ठीक छ। फेरि अर्को सेसिन बेन फेर्नु भरे खाया थेवाए बस्यो। दिएको प्रस्तुत गरेको अभिव्यक्तिलाई प्रयोग गरेर वार्तालाप गरी हेर्नुहोस्। सेसिन बेन फेर्नु भरे खाया थेवाए बस्यो। ठीक छ। यसमा के छ? इगन आन्ग्याङ छगन खप। ठीक छ। इगन भनेको यो, आन्ग्याङ भनेको चस्मा, छगन भनेको उत्यो, खप भनेको कप। ठीक छ। के कुराहरु यहाँ दिएछ, फेरि यहाँ सेन्टेन्स यहाँ निर्माण गरिदिएको छ। इगन म हो, यो चाहिँ के हो? इगन आन्ग्याङ इ हो, यो चाहिँ चस्मा हो। ठीक छ। छगन म हो, उ त्यो के हो? छगन खबी हो, त्यो चाहिँ कप हो। ठीक छ। अनि फेरि सेम त्यस्तै यहाँ केही कुराहरु राखिदिएको छ, मिनिङ्सहरु। ठीक छ। सरी, जसमा के छ? छगन उत्यो, कम्प्युटर, इगन यो, खेसाङ्गी क्याल्कुलेटर। ठीक छ। फेरि छगन म हो, यो चाहिँ यहाँ राख्ने। छगन म हो, उ त्यो के हो? कम्प्युटर हो, त्यो चाहिँ कम्प्युटर हो। फेरि इगन म हो, यो चाहिँ के हो? खेसाङ्गी हो, क्याल्कुलेटर हो। ठीक छ। अनि हामी फारुङ उच्चारणमा के छ? खुरुम बादल, खुने खुदु पाटी सुज, खुरिम
चित्र, खुने भनेको नजिकवाला होला कि। त्यस्तै अवि, अवि भनेको शब्द भण्डार, शब्दावली। अविधिमा के छ, सेङ्वाल युङफुम। सेङ्वाल युङफुम भनेको दैनिक जीवनमा आवश्यक पर्ने महत्वपूर्ण सामग्रीहरू, हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने महत्वपूर्ण सामग्रीहरू, जसमा के रहेछ कि बाइचार्टहरू राखिदिएको छ, थुप्रै सामग्रीहरू छन्। ठिक छ, यहाँ के छ मिनिङ पनि राखिदिएको छ। युजी, युजी भनेको टोयलेट पेपर, टिस्यु पेपर। ठिक छ। खाजोक साजिन परिवारको फोटो। यागवान पासपोर्ट। सिगाप पर्स, सिगाप भनेको पर्स, पकेट। याल्सोय चाबी, साँचो। खाबाङ भनेको झोला। उसान भनेको छाता, अम्ब्रेला। भजाङफुम कास्मेटिक सामग्रीहरू, मेकअपको सामानहरू, कास्मेटिक सामग्रीहरू। खौल भनेको मिरर, मिरर, ऐना। ठिक छ। फित भनेको काइयो। फेगे भनेको तकिया, सिरप, सरी फेगे भनेको तकिया, सिरप। ठिक छ। इबुल, इबुल भनेको सिरक, रजाई गद्दावाला जस्तै, सरी फेगे भनेको सिरानी, सिरक मैले भने सिरानी। कोरिबिल फोगो फोगिवा खाची थेव टुल बान्साङ आस्यो। चित्रलाई हेरेर हेरे जस्तै वार्तालाप पुरा गर्नुहोस्। ठिक छ। फोगीमा के राखेको छ भने इगन मुआयो, यो चाहिँ के हो, इगन मुआयो यो के हो, अनि यो के हो फजाङफुम। ठिक छ। फजाङफुम हो, यो चाहिँ कास्मेटिक सामग्री हो। त्यस्तै यहाँ केही राखिदिएको छ 3-4वटा 5-6वटा, त्यसले चाहिँ हामीलाई हेरे जस्तै सही चुज गरेर वार्तालाप गरेर पुरा गरेर यहाँ लेख्नु छ। के छ यसमा 1 नम्बरमा इगन मय हो, यो चाहिँ के हो, अनि यो के हो उसान, अघि नै भनिसके मिनिङ चाहिँ यसको उसान भनेको छाता। इगन मय हो, यो के हो, उसानी हो, चाहिँ यो चाहिँ छाता हो। 2 नम्बरमा इगन मय हो, यो चाहिँ के हो, याल्सोय हो, यो चाहिँ चाबी हो। त्यस्तै इगन खाजोक साजिनी हो, यो चाहिँ परिवारको फोटो हो, आनी हो, आनी हो। यागवानी हो, हैन यो चाहिँ पासपोर्ट हो। त्यस्तै 4 नम्बरमा इगन इबोरी हो, यो चाहिँ ब्ल्याङ्केट हो, आनी हो। इगन फेगे हो, यो चाहिँ सिरानी हो, तकिया हो। ठिक छ। त्यस्तै इगन मय हो, यो चाहिँ के हो, त्यस्तै इगन मय हो, यो चाहिँ के हो, छिगाबी हो, यो चाहिँ पकेट हो, पर्स हो। त्यस्तै 6 नम्बरमा इगन कम्प्युटर हो, यो चाहिँ कम्प्युटर हो, हानि हो। अनि हो खौरी हो, यो चाहिँ ऐना हो। ठिक छ। त्यस्तै फेरि व्याकरण, अनि यहाँ चाहिँ के दिएको त अघि नै भनिसके, इ ग अनि हो डट डट हैन, इ ग इ अथवा ग अनि हो डट डट हैन। हैन। ठिक छ। इ ग अनि हो डट डट हैन। के छ यसमा फाच्छिम छ भने इ अनि हो, जस्तै छिगाबी अनि हो, छिगाब भनेको पर्स, छिगाबी अनि हो, पर्स हैन। फाच्छिम छैन भने ग अनि हो, जस्तै उइसा भनेको डाक्टर, उइसा गा अनि हो, डाक्टर चाहिँ हैनन्। ठिक छ। के उदाहरणहरू पनि राखिदिएको छ। छनुन इन्दो सरामी अनि हो, छनुन इन्दो सरामी अनि हो, म चाहिँ इन्डियाको मान्छे हैन। खोगन युजिगा अनि हो, त्यो चाहिँ टिस्यु पेपर हैन। इगन युसुफुसी उसानी हो, यो चाहिँ युसुफुसीको छाता हो, अनि हो। युसुफुसी उसान इ अनि हो, हैन यो चाहिँ युसुफजीको छाता हैन। ठिक छ। अब फेरि
फोगी वा खाची मुन्जागुल वान्छ हस्यो फोगी वा खाची मुन्जागुल वान्छ उदाहरणमा जे जस्तै वाक्यलाई पूरा गर्नुहोस् ठीक छ। इगत भनेको यो कुरा यालसोय भनेको साँचो ठीक छ। यो दुवै कम्बाइन गरेर चाहिँ सेन्टेन्स बनाउनु छ। इगसुन यालसोइगा अनि इगसुन उदाहरणमा के छ इगसुन यालसोइगा अनि यो कुरा चाहिँ साँचो होइन भनेको यो चाहिँ चाबी होइन ठीक छ। इगसुन जस्तै जोडेर फेरि इगसुन खबाङी अनि यो चाहिँ झोला होइन। खुगत अथवा युजी खुगसुन युजी अनि त्यो कुरा चाहिँ टिस्यु पेपर होइन। थारासिनुन मोक्सुगा हानि थाराजी चाहिँ सिकर्मी हुनुहुन्न। म्यान सराम छनुन म्यानमा सरामी हानि म चाहिँ म्यानमारको मान्छे होइन ठीक छ। छनुन म्यानमा सरामी हानि म चाहिँ म्यानमारको मान्छे होइन। अनि त्यस्तै 2 नम्बरमा के छ खुरिमुल फोगो फोगिवा खाची थेवाए बस्यो। खुरिमुल फोगो फोगिवा खाची थेवारु बस्यो। त्यो चित्रलाई हेरेर हेरे जस्तै वार्तालाप गरी हेर्नुहोस्। चित्र हेरे जस्तै वार्तालाप गरी हेर्नुहोस् ठीक छ। यसमा के छ एउटा ग्राफ पनि यहाँ दिएको छ परिवारको फोटो जस्तो लागिरहेछ। थल्यागी यो क्यालेन्डर त होइन यो चाहिँ क्यालेन्डर हो ठीक छ। थल्यागी यो क्यालेन्डर हो हानियो थल्यागी हानियो होइन यो चाहिँ क्यालेन्डर होइन। खजुक साजिने हो यो चाहिँ परिवारको फोटो हो। फेरि एकचोटि थल्यागी हो क्यालेन्डर हो क्वेसन गर्दाखेरि चाहिँ हानियो थल्यागी हानियो खजुक साजिने हो होइन यो चाहिँ क्यालेन्डर होइन यो चाहिँ परिवारको फोटो हो ठीक छ। अनि 3वटा यहाँ फेरि उदाहरणहरू पनि दिएको छ यहाँ हामीहरूले पुरा गर्नु छ। फेरि 1 नम्बर खाबी यो चाहिँ कप हो अनि खाबी हानि हो हजाङफुमी हो होइन यो चाहिँ कप होइन यो कस्मेटिक सामग्री हो ठीक छ। 2 नम्बरमा के छ फेगे हो तकिया हो हानि हो फेगी हानि हो इबोरी हानि हो इबोरी हो यो चाहिँ तकिया हो। ख्याङछल गानी हो प्राधिक कर्मचारी हो हानि हो ख्याङछल वान हानि हो सोबाङवान यो चाहिँ प्राधिक कर्मचारी होइन यो चाहिँ दमकल कर्मी हुनुहुन्छ ठीक छ। थेवा फेरि थेवा 2 मा चाहिँ हामी पुगे थेवाको कन्भर्सेसन वार्तालाप ठीक छ। यहाँ पनि 2टा व्यक्तिहरूको माझमा के कुरा भइरहेको छ उहाँको चाहिँ युसुफुसी आगुङसी 2 जना छन्। आगुङसी इगन मादुसी खबाङी हो आगुङसी यो चाहिँ मादुजीको झोला हो। आगुङसी इगन मादुसी खबाङी हो आगुङसी यो चाहिँ आगुङजीको झोला हो ठीक छ। अनि यो छे खबाङी हो होइन यो चाहिँ मेरो झोला हो अनि यो छे खबाङी हो यो चाहिँ मेरो झोला हो ठीक छ। इगन मुआयो यो चाहिँ के हो मादुसी खाजुक साजिनी हो मादुजीको परिवारको फोटो हो ठीक छ। फेरि एकचोटि सर हामी पढे आगुङसी इगन मादुसी खबाङी हो अनि यो छे खबाङी हो इगन मुआयो मादुसी खाजुक साजिनी हो ठीक छ। अब फेरि हामी थेथापे भयो उत्तर दिनु चाहिँ कि इगन नुगु खबाङी यो चाहिँ कसको झोला हो ठीक छ। कसको झोला हो आगुङसीको झोला हो आगुङसी खबाङी हो यहाँ चाहिँ आगुङजीको झोला हो। इगन आगुङसी खाजुक साजिनी हो यो चाहिँ आगुङजीको परिवारको फोटो हो अनि यो मादुसी खाजुक साजिनी हो होइन चाहिँ यो परिवारको मादुजीको परिवारको फोटो हो ठीक छ। फेरि छेसिन बेन फेनुल भरेङ आया थेवाए बस्यो दिएको अभिव्यक्तिलाई पूरा गरेर प्रयोग गरेर वार्तालाप गरी हेर्नुहोस् ठीक छ। यहाँ के छ हजाङफु मिट ठीक छ। हजाङफु भनेको कास्मेटिक फिट भनेको काई हो अनि तलतिर चाहिँ फल पेन भनेको कलम पेन्सिल भनेको पेन्सिल ठीक छ। इगन हजाङफुमी हो यो चाहिँ मेकअपको सामान हो अनि यो फुगन हजाङफुमी हानि हो होइन त्यो चाहिँ कस्मेटिक सामग्री होइन ठीक है। इगन मुआयो यो चाहिँ के हो फिते हो
फिसी हो भनेको चाहिँ काहीँ हो। ठिक छ, त्यस्तै सेम ती दुईटा सेन्टेन्सहरू यहाँ राखेर पुरा गर्नु छ। इगन फुलफेन इ हो, यो चाहिँ कलम हो। हानी हो फुगन फुलफेन हानी हो होइन, उति चाहिँ कलम होइन। इगन मय हो, यो चाहिँ के हो, यान फेरि हो, यो चाहिँ पेन्सिल हो। ठिक छ, यहाँ फेरि कि युङ हान फ्योहान युजफुल एक्सप्रेसन्स चाहिँ उपयोगी अभिव्यक्ति। ठिक छ, के छ यसमा, नेल फोकेस सुम्निदा, नेल फोकेस सुम्निदा भोलि भेट्नेछौँ, नेल फोकेस सुम्निदा भोलि भेट्नेछौँ। ठिक छ, सी यू टुमारो। यहाँ के छ, सिगुम थैगुन हाँस्यो, अहिले चाहिँ कामबाट फर्किसक्नुभयो। छोसिम हेसा खायो, सावधानी भएर जानुहोस्। ठिक छ, ने फन्जाङ्नी हजुर क्याप्टनजी, नेल फोकेस भोलि भेट्नेछौँ। त्यस्तै अब हाम्रो चाहिँ आयो मुनवा छाङले चाहिँ कोरियाको सांस्कृतिकको बारेमा जानकारी, कोरियाको सांस्कृतिक जानकारी, कल्चर इन्फर्मेसन। ठिक छ, यसमा फेरि के छ, हाङ्गु गेसा अल्तुल हागे सेङफिल फुमुल खुइ फानु थेप, कोरियामा चाहिँ सस्तो गरी जीवनयापनका सामग्रीहरू खरिद गर्ने टिप्सको बारेमा केही कुराहरू राखिदिएको छ। ठिक छ, त्यस्तै के छ यसमा, थयाङ माथुएसनुन छङजोङ इल प्लस इल तोनुन छुमाल थुक्का वा खाथुन भाइल हेन्सारुल यारासा सिङ्ने फुम्बुथा सेङमाल फुम काजी थयाङ हान साङफुमु सागे फार्मे हामीदा। ठिक छ, भन्दाखेरि थयाङ माथुएसा, ठिक छ, ठुलो माठहरूमा चाहिँ प्राय कहिलेकाहीँ एक गरी दुई अथवा एक गरी फेरि छुमाल थुक्कावा, ठिक छ, सप्ताहन्तको विशेष अथवा खाथुन त्यस्तै हरिन हेङसारोल छुटका कार्यक्रमहरू चाहिँ यरस खोलेर सिङ्गो फुम्बुथा चाहिँ खाद्य सामग्रीदेखि सेङवाल युङफुङ काजी थयाङहान साङफुङ सागे फान्मे हामीदा। ठिक छ, सेङवाल युङफुङ भनेको दैनिक जीवनयापनको लागि आवश्यक पर्ने सामग्रीहरू चाहिँ खरिद गर्न साङफुङ, त्यस्तै विभिन्न थयाङहान साङफुङ विविध प्रकारका चाहिँ सामानहरू खरिद गर्न सकिन्छ। ठिक छ, सस्तोमा खरिद गर्न सकिन्छ, सागे फान्मे हामीदा सस्तो गरी खरिद गर्न सकिन्छ। ठिक छ, त्यस्तै माथुएस नानुवा छुनुन, माठमा चाहिँ बाँडेर दिने, नानुवा छुनुन छन्दा जेरुल, बाँडेर दिने, माठमा चाहिँ बाँडेर दिने पर्ची छन्दान छिरुल, पर्ची मार्फत चाहिँ थोङ्गे हारिन साङफुमुल मार्फत चाहिँ छुटका सामान तथा छुटका रकम हारिन खुमेक छुछन साङफुमुल हारिन हेङसाए थयाङहन छौबुरुल दुल्सु सुम्निदा। त्यस्तै छुटका रकम अथवा छुटका सामग्रीहरू छुछन साङफुमुल सिफारिस गरेको अधि चाहिँ हारिन हेङसारुल छुटका कार्यक्रममा थ्यान छङबुरुल विविध जानकारीहरूको पाउन सकिन्छ। ठिक छ, त्यस्तै अनलाइन शपिङ मल थोङ्गेसा दो, अनलाइन शपिङ मल मार्फत पनि सेङफिल फुमुल सागे खुमे हाल सुविधा घराइसी जीवनयापनका उपयोगी सामग्रीहरू चाहिँ खरिद गर्न सकिन्छ। ठिक छ, अनलाइन शपिङ मल एसनन छङ्गी छबुरो, अनलाइन शपिङ मलबाट नियमित रूपमा, ठिक छ, हारिन हेङसारुल छुटका कार्यक्रमहरू गर्दै हारिन छुटका कुपनहुल छेगुङ हामीदा चाहिँ हारिन कुपनहुल छेगुङ हामीदा भन्ने छुटको कुपनहरू चाहिँ उपलब्ध गराउँदछ। ठिक छ, इरुल यसले हरिन यसलाई प्रयोग गरेर थुक्चम साङफुमुल चाहिँ विशिष्ट सामग्रीहरू सागे खुमे हागना चाहिँ सस्तो गरी खरिद गर्न
छुग हारिनुल फागुल सो सुम्निदा चाहिँ थप छोटहरू पनि पाउन सकिन्छ। ठिक छ। तो हान फेरि तो हान थाङ्गुन गुवा खाथुन छुङ्गो खरी प्लेट फमुल थोङ एसादो चाहिँ उस्तै फेरि चाहिँ थाङ्गुन जस्तै छुङ्गो खरी प्लेटफर्महरू चाहिँ पुरानो सामानहरू खरिद गर्ने सामानहरू चाहिँ खरिद गर्ने प्लेटफर्म मार्फतबाट पनि घरायसी जीवन यापनका सामग्रीहरू चाहिँ फिल ठुमुल सागे खुवाहाल सुविधा सागे खुवाहाल सुविधा घरायसी जीवनका उपयोगी सामग्रीहरू चाहिँ सस्तो गरी खरिद गर्न सकिन्छ। कसमा चाहिँ थाङ्गुङ प्लेटफर्ममा चाहिँ फेरि थरुन सराम दुरी थ इसाङ सायुङ हेजी अनु सायुङ थरुन सराम दुरी थ इसाङ सायुङ हाजी अनु सेङहा युङ कुमान आनिरा। ठिक छ। फेरि मान्छेहरू चाहिँ यसलाई इसाङ धेरै प्रयोग नगरिकन सेङहाल युङ पुनमान अनिरा घरायसी जीवनयापनका सामग्रीहरू मात्र नभई खजान जेफुन इलेक्ट्रिक सामग्रीहरू खागुए एरुगी काजी फर्निचर सम्म चाहिँ थयाङ हान मुलगनुल विविध प्रकारका चाहिँ सामग्रीहरू सालसु सुविधा खरिद गर्न सकिन्छन्। ठिक छ। इरान यस्ता छुङ्गो खरिद प्लेटफर्म थोङ हेया यस्तो चाहिँ छुङ्गो खरिद प्लेटफर्म मार्फत चाहिँ छासिन यी सायङ हेत्तन मुलगनुल फालसुदो सुविधा चाहिँ आफूले चाहिँ प्रयोग गरेका केही पुराना सामग्रीहरू चाहिँ बेच्न पनि सकिन्छन्। ठिक छ। प्लेटफर्म थोङ हान छुङ्गो खरिनुन प्लेटफर्म मार्फत चाहिँ थोङ हान छुङ्गो खरिनुन त्यो प्लेटफर्ममा चाहिँ थेबुहुन खातुन सियागे सानुन सराम दुल साइएसा छिकरिरो दो इरु अजिम्मिदा चाहिँ प्रत्यक्ष रूपमा चाहिँ उपलब्ध गराउँछन्। ठिक छ। ल आजको हामी चाहिँ मुनुवा छङ्बो हाङ्गुगे आल्तु लागे सेङ्कमोल कोही फानुम थिप चाहिँ यसको बारेमा केही कुराहरू सिके जानकारी पाएँ। उहाँको सेङवालियङकुम घरायसी जीवनयापनका सामग्रीहरू के कस्ता छन् त्यस्तै यहाँको चाहिँ जानकारी पनि हामी प्राप्त गऱ्यौँ। ठिक छ। अनि बोल्दा बोल्दै केही त्रुटि भएमा क्षमा याची छु। ठिक छ। ल यस्तै हाम्रा भिडियोहरू हेरिदिन हुनको लागि धन्यवाद। ठिक छ। अरू भिडियो तपाईहरूको माझमा फेरि आउने नै छ। ठिक छ। यति भन्दै म बिदा लिए। हस्त धन्यवाद। खामसाम्निदा।